होइन यहाँ चाहिँ यो चाहिँ वाल होइन त हाम्रो दरबार क्षेत्र हो वरिपरिको। हजुर भन्नु नि भन्नु लु भन्नु त उहाँहरू चाहिँ विशेष गरेर यो दरबार यहाँ समिति तपाईँहरू नै हो नि होइन त? हजुर। अनि विशेष गरेर यहाँ तपाईँलाई एउटा यो गत सालको कथा सुनाउँदैछु। हजुर हजुर हजुर। नमस्कार, म टेकराज योङाङ, पाँचथर जिल्ला जिस सदस्य। हजुर। र आज यो एउटा संयोगले मेरो आदरणीय दाई तोमराज थेबे दाई अहिले भिडियो जुन गर्दै हुनुहुन्छ दाई, अनि भीष्मराज योङाङ हिल्याङ गाउँपालिका वडा नम्बर 4 सिरिसे निवासी दाई, अनि हाम्रो वडा सदस्य विनोद योङाङ भाइ पनि हुनुहुन्छ आज, र विजय योङाङ सामाजिक व्यक्तित्व सामाजिक काम गर्ने भाइ, अनि विक्रम योङाङ पनि हुनुहुन्छ। र यो हाम्रो गत साल पोहोरको वर्षमा चाहिँ पाँचथर जिल्ला सिँचाइ डिभिजन कार्यालय हाम्रो इन्जिनियर भाइ युवराज योङाङ भाइद्वारा भाइलाई यसो गाउँघर एउटा ऐतिहासिक ठाउँको लागि केही गरौँ भन्दाखेरि भाइको पहलद्वारा अब हामीले पनि केही भाइसँग सरसल्लाह गरिकन ल्याएर गरेको यो कम्पाउन्ड वाल हो हिल्याङ दरबारको। र यो कम्पाउन्ड वाल लाउँदै गर्दै एउटा कथा बनिएको थियो, मैले एउटा कथा भेटाएको थिएँ यहाँ, त्यही कथा यहाँलाई म सार्वजनिक गर्न चाहन्छु। यहाँ तपाईँहरूको नजर अगाडि एउटा सल्लाह छ, एउटा गुराँसको बोट पनि छ, र यो एउटा सानो काफलको बिरुवा। तर काफलको बिरुवा चाहिँ काम गर्ने साथीहरूले हेर्दा हेर्दै काटिहालेछन्, र यो तीनवटा बिरुवाहरू चाहिँ गफ गर्दा रहेछन्। हामी यो क्युरिङ गर्दै आइराख्दै हुँदा यसो गफ गर्दै गरेको चाहिँ यो सल्लाह अलिक सुसाएपछि मैले यसको कुरो के हो भनेर सुन्न खोज्दाखेरि हामीले एउटा उहाँहरूको कथा जस्तो एउटा काल्पनिक जस्तो मैले बुझ्न पाएँ। अनि सल्लाह सुसाउँदो रहेछ। होइन हौ साथीहरू, काफल र गुराँस तिमीहरू के गर्दै बस्या? म त यो हिल्याङ गाउँपालिका दरबारमा घुम्न आउने जस पर्यटकहरूको लागि सुसाएर चैत वैशाखको लागि मजाले सुसाएर सबैलाई मन शान्त बनाइदिन्छु भन्दो रहेछ सल्लाहले। अनि गुराँसले भन्दो रहेछ ए म पनि चैत वैशाख लागोस् त ढकमक्क फुलेर कस्तो राम्रो फुलेर सौन्दर्य दिन्छु सबै भिजिटमा आउने पर्यटकहरूलाई भन्दै गुराँस सल्लाह गफ गर्दा रहेछन्। अनि पीडित साथीभाइले काटिहालेछन् यो काफल। यो पीडित काफलले भन्दो रहेछ मलाई एकछिन गिडेका छन्, भरेभरि म अलिक मुना पलाएर अलिक ठुलो भएपछि म पनि यहाँ घुम्न आउनेहरूलाई काफल गेडी कुटुक्क भन्ने जुन गीत छ महेश बुढाथोकीको सिन्धु मल्लको भने चाहिँ म पनि काफल पाक्यो भन्छ चरी भन्दै काफल पाक्यो भन्दै उड्दै चराहरू आउँदै गर्दा म पनि एक किसिमको मान्छेहरूलाई एक किसिमको रमणीय वातावरण सिर्जना गर्न सक्छु, उहाँहरूको भोक प्यास थोरै भए पनि मेटाउन सक्छु भन्दै यो काफल अनि यो गुराँस र सल्लाहले गफ गर्दा रहेछन्। हवस् त नमस्कार, मैले थोरै कथा यहाँलाई जोड्न चाहेँ। धन्यवाद सेवाहरू। भाइले जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद। यो सल्लाह पनि छैन यहाँभित्र कम्पाउन्डभित्र खाने सल्लाह छ, यो यसलाई पनि जोगाउनै पर्छ। यो गुराँसहरू यो चाहिँ अब ढुङ्गामाथि परेछ त्यही माथि गिडेछन् कि यस्तो मजाले चाहिँ यस्तो होइन। हजुर हजुर ल ल हाम्रो भाइले अब देखाउँदै हुनुहुन्छ। ल साथीहरू अब चाहिँ यहाँ सबै साथीहरूलाई देखाउँदै होइन वाल हिल्याङ दरबारको वाल देखाइयो, लागेको हिल्याङ वाल देखाइयो। अब चाहिँ फेरि दरबार क्षेत्रमा आइपुग्यो साथीहरू। यो चाहिँ विशेष गरेर हाम्रो महान राजा हिल्याङ राजाको शालिग यो चाहिँ हिल्याङ राजाको शालिग साथीहरू। यतापट्टिको चाहिँ यो चाहिँ म्युजियम हो, यो चाहिँ म्युजियम हो। राजसभा
यो चाहिँ पहिला हिलियाङ राजाले सभा गर्ने ठाउँ, राजसभा स्थल यस्तो छ साथीहरू। लो पहिलाका राजा महाराजाहरूको सभा गर्ने ठाउँ, सभास्थल। ल अब हामी चाहिँ यो दरबार एरियामा आइपुग्यौँ। यो चाहिँ अहिले नयाँ बनाएको दरबार हो। विशेष गरेर दरबार, पुरानो दरबारको अवशेषहरू चाहिँ यो मथलो एरियामा छ। यहाँदेखि अलिक मस्तिर, त्यो पनि साथीहरूलाई म सबै खिचेर देखाउने छु। केन्द्र सरकारबाट बजेट आएर बनाइएको हो। विशेष गरेर हाम्रो राजा हिलियाङको दरबार चाहिँ अलिक मस्तिर छ। साथीहरूलाई म देखाउन लागिरहेको छु। साथीहरू अब विशेष गरेर चाहिँ हामी अब यहाँ हाम्रो राजा हिलियाङ राजाको चाहिँ विशेष पोखरी, अब त्यसखेर राजाले नुहाउने यो पोखरी एरिया चाहिँ यही हो। हजुर हजुर। ल विशेष गरेर यो पोखरीको बारेमा यहाँको स्थानीय हाम्रो भीष्म सरले चाहिँ 2 शब्द भनिदिनु। नमस्ते, म भीष्म योङाङ। यो पोखरी चाहिँ पहिला हिलियाङकालीन पोखरी, हिलियाङ राजा हुनुभन्दा पनि अघिदेखिको पुरातन सनातन समयदेखि रहेको पोखरी थियो। अनि बिचमा यो विविध कारणले प्रकृतिको भूक्षय हुँदाखेरि यो पर्केर गएर यसलाई पनि फेरि जीर्णोद्धार गर्ने भन्ने हाम्रो युवाहरूको धारणा भएकोले गर्दा यसलाई पनि हामीले विचार गरिरहेका छौँ भन्दै। अब यसलाई चाहिँ यो अब हाम्रो भाषामा भन्दाखेरि अब वरक भन्छ, तर यसलाई चाहिँ अब यहाँ अहिलेको भाषाले चाहिँ पोथी पोखरी भन्ने गरिन्छ। अब यहाँ पर्तिर भाले पोखरी, त्यो चाहिँ अहिले फेरि योभन्दा जीर्ण छ। अब यिनीहरू चाहिँ अब सुधार गर्दै बिस्तारै बनाउने हाम्रो चाहिँ चाहना रहेको कुरा बताउँदछौँ। आदाङमासेको बारेमा चाहिँ 2 शब्द। यो बाटो चाहिँ पछि हिलियाङ दरबारदेखि जाने बाटो हो। यो पानी लिन जाने बाटो। यहाँ यो दरबारको यहाँ तल तिलिङ्गा पिउने पानी छ। तिलिङ्गा भनेको नेपालीमा भन्दाखेरि प्रहरी, आर्मी, सेना भन्ने बुझिन्छ। उनीहरू चाहिँ जाने, त्यहाँबाट पानी ल्याउने। तिलिङ्गा चुवा भन्ने यहाँ तल एउटा अचम्मको छ, ठुलो ढुङ्गा गोलो बिचबाट पानी उम्रन्छ। त्यो पानी अझै पनि हेर्न सकिन्छ। यो बाटो चाहिँ त्यहाँ जाने, त्यो पानी चाहिँ यहाँ ल्याएर दरबारमा खाने, त्यो आर्मी पुलिसहरूले खाने जाने बाटो हो। यहाँदेखि लगभग 1 मिनट तल पाइन्छ त्यो ठाउँ। ल धन्यवाद। हस्, थ्याङ्क यू। ल है, विशेष अब हाम्रो हिलियाङ राजाको यो पुरानो दरबारतिर चाहिँ हामी लाग्दैछौँ। यो भित्रमा नि हुने अर्ग्यानिक त्यो खालको लाउनु पर्ने। दरबारमा नजाने, त्यो वालमा मात्रै हो।
अरे भाइले नै भेटौँ मात्रै आएको यो चाहिँ अब विशेष पहिलाको दरबार एरिया। यो चाहिँ अब विशेष यहाँ आर्मी सेन्ट्री बस्ने ठाउँ हो। यो चाहिँ अब विशेष गरेर सेन्ट्री बस्ने ठाउँ। ल हेर्नु है, हाम्रो हिलियाङ राजा यहाँ चाहिँ पहिला राजाको हजुर दरबार भग्नावशेष यहीँ थियो। हजुर पछि केही साथीभाइले हाम्रो साथी एकजनाले त्यो इँटा चाहिँ युज गर्नलाई लानु भएको छ, ए त्यतिखेर हजुर भत्कियो। हजुर हजुर फेरि पछाडि पुरातत्व विभागले हजुर उत्खनन गर्ने भनेर चाहिँ कोट्याउने भत्काउने काम भयो। सकेसम्म हामीले त्यसरी उत्खनन गर्नु पनि नदिनु पर्थ्यो रहेछ, हजुर, समस्या हजुर। गर्नु पर्थ्यो रहेछ। यो इँटा चाहिँ पछिको इँटा हो, खास पहिला राजाकै पालामा ल्याएको चाइनाबाट ल्याएको अरे इँटा भन्ने होइन, हजुर चाइनाबाट ल्याएको इँटा भने यहाँको खास पहिला दरबारमा युज भएको इँटा चाहिँ यो हो। यो धेरै वर्ष अगाडिको पुरानो इँटा हो यो चाहिँ। त्यसलाई चाहिँ के छ भाइ? अब पालिकाले हेर्छ कि हिलिहाङले झन्डा गाड्ने ठाउँ। यो चाहिँ राजाको झन्डा गाड्ने ठाउँ। विशेष गरेर राजाले पूजाआजा गर्ने ठाउँ। यो चाहिँ मन्दिर। शक्तिपीठ यो चाहिँ पूजाआजा गर्ने ठाउँ। यो चाहिँ त्यहाँदेखि पछाडिको दृश्य हो साथीहरू, यस्तो छ है। यहाँ चाहिँ पुरा जङ्गल रहेछ है, छ। र साथीहरूलाई विशेष मैले हिलियाङ गाउँ बस्तीदेखि लिएर राजा महाराजहरूको सबैको बारेमा देखाएको छु। साथीहरूलाई मन परेमा लाइक सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु भन्दै भिडियो यही समाप्त गरेँ। जय नेपाल। विशेष यहाँ चाहिँ अब ओडाहरू पनि साथीहरूलाई यो हिलियाङ यो त लामै परेछ त है, निकै गुफा पनि देखाइयो है। यो हिलियाङ दरबार मुनिको गुफा।